आज हाम्रो टार्गेट निलगिरीको फेरि यो बेस हो। त्यहाँ गएर हामीले चाहिँ सेकुवा फुलेर मजाले खाएर बस्ने हाम्रो टार्गेट हो। यो धेरै टाढा छ, यहाँबाट लगभग चाहिँ 4-5 घन्टा लाग्यो। हामी 4 जना जाँदैछौँ त्यतै। तर्नी भनेको ठुलो रहेछ, तर्नी नमिल्ने खालको रहेछ। माथि जाँदैछ, ठुलो रहेछ यो। कता यार पछाडि सर्छ यार, अगाडि हिँड्दा हो यार गरेर यार पुरै यार। माथि याला त चलाउँछ यार। हामी गएको हो यहाँ च्याउखान गएको यहाँ आजको हाम्रो टार्गेट चाहिँ उहाँ त्यो कुहिरोको फेदमा हो, त्यो फेदमा हो, त्यो फेदमा गएर हो त्यो चौरमा त्यहाँ गएर सेकुवा पोलेर खाने हाम्रो टार्गेट हो। त्यहाँ पुगेर सेकुवा खाने भनेको अब हाम्रो टोली यहीँ रोड परिसकेको छ। टार्गेट छ वहाँ गएर सेकुवा पोलेर खाने त्यो कुहिरोको चाहिँ च्याट्ट त्यो कुहिरोको खोजमा अब यहीँ थकाइ लगाइसक्यो। धेरै लगाइसक्यो, टार्गेट हिँड्नु पनि परिरहेको छ। हामी यहाँका ससाना यो बुटियानहरूमा सबैमा काँडै काँडा हुन्छ। यो किन भनेर गुगललाई सोधेको, यो लेखतिर यो सानो सानो रुखमा काँडा भएन भने जनावरले खाएर यिनीहरूको चाहिँ नपुग्ने सम्भावना हुन्छ भनेर सबै हरेक चाहिँ बिरुवामा काँडा हुनुको कारण त्यस्तो रहेछ। सबैमा काँडा छ, यहाँ हरेक बिरुवामा काँडा छ। तपाईँको खोलो पनि देखियो, बिहानी अझै माथि त्यो काँडा छ यार। ओहो पुरा 1000वटा सियाले गोजे जस्तो हुने यार। यत्रो भित्रैसम्म गरेर दिन्छ फेरि होइन, भित्रैसम्म दुःख नदुख्ने। वाह कस्तो उकालो छ यार। म त अघि त त्यो काँडै काँडा हुँदाखेरि त त्यसमा त आँटिएर अब फेरि मुली आफै परियो। मैले सकिनँ क्या केटा, पुरा फर्ममाथि हिँडेको छ त यार है। ओहो अस्तिभन्दा खतरा यार, कति राम्रो यार। सबै कमिनो यो ए बा गचेक यार पुरै यार। फर्ममाथि डल्लपमाथि हिँडेको छ। अब अगाडि गएर भिराउला फेरि भिर
दाउरा त यहीँबाट लानु पर्ने हो। ओहो बनाइरहेको छु मैले। यो डाँडो कटेपछि बल्ल त हाम्रो टार्गेट देखिन्छ कि जस्तो लाग्छ मलाई। त्यति टाढो छ हेर अझै यार। बिरुवाको यहाँ ताजा गोबर जुतो देखियो। कहाँ हो कहाँ टार्गेट अझै यहीँ रहेछ नि भिड त भिडको टप हो। दौडिनु कुद्नु तिमी कुद। ओहो वा मान्छे डुबाउने हात हातसँग नि कोप्दो रहेछ क्या। कता हो जरा कता हो यार। ल हामी त कहाँ कहाँ जङ्गल बिना हराइयो, कता कता लापत्ता। हिमालको छेउमा आएर यहाँ यता पारी जाने भनेको त्यता पनि पुग्न गाह्रो पर्यो। अझै बादल लाग्यो फेरि पुरै ड्याममा लागेको छ यार। ओ बायाँतिर पर दाहिनेतिर चाहिँ भिर यस्तो अवस्था। सगरमाथा चढ्नु पर्यो सहिलो होला, यो चाहिँ गाह्रो छ यार। हाल्ने ठाउँ कस्तो झाडी हो यार। शिवजीका जटाले पहाड ढाके जस्तै छ यार पुरै यार। यस्तो बस्नु चाहिँ यो झाडीमा पनि यस्तो लगाएर खोसेर मेन भर्सेस वाइल्ड बेयर ग्रिल्सको जस्तै भयो आजको यात्रा यार। एडभेन्चरले भरिपूर्ण, जति हिँड्यो यस्तै छ, जति हिँड्यो यस्तै छ। हेट
उता काँडा यी लड्यो फेरि चिप्लियो तल परो हिँड्ठाउँमा काँडा ए भगवान् हराइएला यार तल छाँगो छ तल यहाँ डर सेतै छ थाकेर उहाँलाई बसा अब त यो त रिजर्भ शक्तिकै सिद्धिसक्यो फेरि यस्तो खुल्ला ठाउँ नि त कतबाट चन् फेरि उता लग्यो यस्तो यस्तो विकट ठाउँमा दुःख पाउनुलाई आएर यार लड्यो खस खस जान्छ यार पुरा के हो मान्छे यहाँ ओहो अनि कहाँसम्म छ यस्तो ओह्रालो यार सुत्नु भयो एकछिन त्यही सुत्नु सुत्नु ओहो ए ओहो गयो यार तेरिका वाह हट वाह हट अरे यार ए चौरमा आइयो यार बल्ल तल चौरा आयो नि एउटा ओहो बल्ल चौरा आयो त्यहीँ बनाएर खाने यो चिकन रोस्ट दाउरा बोक्ने दाउरा झन्डै मरिएन यार यो त अघि हामी आएको त होइन त यार यो त है पल्लैसम्म रहेछ नि ठाउँमा आइयो यार बल्ल ल यत्रो दुःख गरेर आखिर यहाँ चाहिँ दुःखको पछि सुख आउँछ भने साँच्चै कति कुस्ती थियो यार तेरिका जुत्ता सबै भिजेर यार चिप्लो भइसक्यो क्या बनाउनु उतार्नु पर्ने यार तेरिका यार त्यही भएर टिकटक बनाउनु धेरै ज्यान जान्छ भने साँच्ची हो यार उतार्नु पऱ्यो के अरे यार अब मजा आएको हाम्रो यहीँ हो त अब हाम्रो अब चाहिँ आजको लाटा त्यहाँ थियो ओ बा उहाँ माथिबाट आएको हामी ओ भगवान् वरिपरि जङ्गल यहाँ बिचमा चौर र ठ्याक्क लाएर आज हाम्रो खाजा खाने भनेको यहीँ फेरि बिच वरिपरि जङ्गल छ बिचमा मात्रै चौर छ यो चौर हामी अलिकति दाहिनेतिर गएको चौर मिस हुन्थ्यो अनि फेरि हामीलाई खाजा खानलाई फेरि समस्या पर्छ झलक निकाल न होइन सल्किया खाने निकाल्नु झलक त के निकाल्छ ऊ त्यहाँ चाहिँ भयो त हो
ए के गर्ने हो र तँ यार त्यो जाँठो त्यो मेरो जुत्ता भिजेर पुरै चिसो बस्छ यार पुरै भिजेर यार काँडा ढुङ्गा बसेछ क्या जुत्ता भित्र नि भिजे धुली यार धुवा पुत्याइरहेको जुत्ता हो खोइ धुवा पुत्ता जुत्ता हो न थकान बसेको चाहिँ अहिलेको थकाइ चढेको गरेको सबै कहाँ पुग्यो भुमै छैन के भन्नु मारो दम अलि तलैसम्म दम मार्नु त हो भयो पारा आयो अलि फेरि पुग्नु पल्यो निभाउनु त्यसलाई दम मारो अलि एकचोटि भोक ल दम मारे ल सबै निस्क्यो अब चाहिँ खाली भयो अब चाहिँ हाम्रो यो काम सिक्यो आगो जलाएर मिल चाहिँ निस्कुन माथिबाट आयो कहाँ अब जाने फेरि यता हो यता पनि जङ्गलको बिचमा यो चौर छ कता हो कता टार्गेट जानु पर्यो हामीले छोडेर यतिकै बाई 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 आगोलाई किन छोड्यो भन्दाखेरि पानी परिरहेको छ पानी परिरहेको बेला र यो गहिरो र यो बोटको बिचमा हो यो आफै निभिहाल्छ के भएर हामी चाहिँ अब चाहिँ यसलाई छोडेर बाई बाई गरेर हिँड्यो हामी फेरि अर्को चौर आयो यार ओहो फेरि अर्को चौर ओ बिस्तारै हिँड्नु यार ल हेर ए ठुलो चौर छ हेर यहाँ यार के हो एयरपोर्ट जस्तो त यार एयरपोर्ट जस्तो छ त वरिपरि यार चौरो भेटियो क्यारी हो र यसलाई
उडाइदिनु छोडिदिनु उड्छ होला नि होइन बिचरा यसो ल जाऊ 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 यो बिचरा उड्नै सक्दो हुन्छ क्या हो र ल उहाँ गएर अलि यो उड्ने पखाइ आएर चाहिँ यसको ओहो फेरि फुस्क्यो बिस्तारैसँग राम्रो ओहो हुसुलाएर के हो यस्तो यो गोठ हो यो कस्तो मजाको घाँस हो नि यहाँ फेरि यार वरिपरि मैदान जस्तो एयरपोर्ट जस्तो यार ओहो होइन यहाँ फेरि अचम्मको रहेछ यार वाह है चरो चरो यस्तो बाटो रहेछ माथिसम्म जाने हामीलाई थाहा नभएर जङ्गलै जङ्गल गइयो घर हाल्नु पाउनु दुःख पाइयो यस्तो बाटो यो पर कहाँ हो कहाँ गएर आएको अब हामी जाने अझै पनि पर छ फर्किँदाखेरि अब खोलो यता छ पखेर टर्ने अब ए पह यार पह हाम फाल्यो यार बिस्तारै राम ओ राम बिस्तारै खोलो परेछ अहिले यार ओहो ए पह त्यही चिप्लिन्छ हेर्दा ओ लाएर अब कार्कीलाई कार्की यहाँ तिनवटा रहेछ लौरो यहीँ रहेछ लौरो ए पह ऊ कार्की उता गएर के हो किन गयो उता ऊ धुकान चढ्यो फेरि राति यार के हो यार ल पहनै पहनु तिमीलाई जान्थ्यो नि पहिला बोलाई फेरि हाम फाल्न लाग्यो त्यो यार ए खोल्नु त हरियो